हेलो वेलकम टू माय चैनल सबैजनालाई नमस्ते। यो टक्सार पिकु खोला हाइड्रो पावरको आइपिओ डिमेट खातामा ट्रान्सफर भइसकेको छ। अब यसको कारोबार कहिलेदेखि हुन्छ, नेप्सेमा लिस्टिङ कहिले हुन्छ र यसको फर्स्ट कारोबार कतिमा हुन्छ, अनि यो कति किता एप्लाई गर्न मिलेको थियो, सर्वसाधारणहरूलाई कतिजनालाई आइपिओ परेको थियो, अनि यसको ओपनिङ रेन्ज कतिसम्म जान्छ, त्यो सबैको बारेमा यो भिडियोमा मैले चर्चा गर्नेवाला छु। कृपया यो भिडियो फुल वाच गरिदिनु होला। यसको टोटल नेटवर्क 1,88.21 करोड रहेको छ। अङ्कित मूल्य सहीमै यो आइपिओ पनि निष्कासन भएको थियो। 42,30,668 किता यो आइपिओ निष्कासन भएको थियो। हालको यसको आम्दानी हेर्दा प्रति किता 83-84मा 7.09 अनि 84-85मा 7.22 रहेको छ, अनि प्रति किता नेटवर्क 105.16 अनि 84-85मा 107.38 रहेको छ। राम्रै कम्पनी देखेकोले तपाईँहरू लङ टाइमसम्म यसलाई होल्ड गर्नुहोला। सबैजनाको डिमेट खातामा यो सेयर ट्रान्सफर भइसकेको होला। तपाईँहरू एकचोटि अवश्य गएर चेक गर्नु। अनि अब चाँडै नेप्सेमा नि सूचीकृत हुनेवाला छ। 10देखि 12 दिन लाग्छ नेप्सेमा लिस्टिङ हुनको लागि। अनि नेप्सेमा लिस्टिङ भएको बिहानपल्टदेखि यो कारोबारमा आउँछ। यस कम्पनीको बिक्री तथा प्रवर्धन प्रभु क्यापिटलले लिएको छ। कम्पनी राम्रै देखेको छ। यसलाई लङ टाइमसम्म होल्ड गर्नुहोला। सबैजनाले लङ टाइमसम्म होल्ड गर्नुहोला। म त यही भन्न चाहन्छु, किनकि राम्रो देखिरहेछ यो कम्पनीको सबै ब्याकग्राउन्ड चेक गर्दाखेरि राम्रै हेरिरहेछ। लङ टाइमसम्म होल्ड गर्नुहोला। कम्तीमा 20देखि 25को बिचमा यो जान्छ कि हाइड्रो पावर भए पनि सबै हाइड्रो पावर 8सम्म जान्छ, तर 8, 9, 10, 11 त अहिले गइरहेछ जति पनि, तर यो अलि राम्रो भएको छ। तपाईँहरू हेरेर अलि होल्ड गर्नुहोला। राम्रै जान्छ जस्तो लागिरहेछ। ल, यति समय हेरिदिनुको लागि भिडियो धन्यवाद सबैजनालाई। थ्याङ्क यू। यो सेयर मार्केट सम्बन्धी केही जानकारी पाएमा हाम्रो यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।